केपी ओली सरकार भइसकेपछि हरेक दिन कुलमानमा स्पष्टीकरण सोधेर अन्तिममा केपी ओलीको उपलब्धि भनेको कुलमान मारवाडीको निर्देशनमा कुलमानलाई बलि चढाइयो। बलि सबैजना एकजुट भएर यो 15 गतेदेखि हुने जनविद्रोह, जनताले गर्ने जनविद्रोह जुनले के मोडल लिँदैछ भने बङ्गलादेशको मोडल लिँदैछ। यो सरकारै होइन नि, मारवाडीहरूको हेड अफिस हो सिंहदरबार भनेको। त्यहाँ त मारवाडीहरूको सिओ बस्छ। हिजो यिनीहरूले के गरे भन्दाखेरि लोड सेटिङ हुनुको मेन कारण के थियो भने मारवाडीहरूका इन्भर्टर बिकुन्, मारवाडीहरूका जेन्टर बिकुन् भन्ने थियो। र यिनीहरूले लोड सेटिङको बेलामा जुन बिजुली चलाएको थियो नि उद्योगमा, त्यो बिजुलीको 52 अरब रुपियाँ थियो, त्यसलाई घटाएर 22 मा ल्याइयो। 22 बाट 8 अरब रुपियाँ पैसामा ल्याइयो। पनि त्यो पैसा मिना गर्नको लागि धेरै लामो लडाइँ थियो, रस्साकसी हैन। र केपी ओली सरकार भइसकेपछि हरेक दिन कुलमानमा स्पष्टीकरण सोधेर अन्तिममा केपी ओलीको उपलब्धि भनेको कुलमान मारवाडीको निर्देशनमा कुलमानलाई बलि चढाइयो। बलि जस्तो तपाईलाई म भनौँ, त्यस्तै बिजुलीको जुन पैसा मिना गरे बापत यहाँका उद्योग धन्दा कल कारखानाहरूमा सबैमा पार्टनरशिप छ भन्ने कुरो देखिएन भनेपछि यो मारवाडीहरूको यो नेताहरू पार्टनर भन्ने कुरो त यो कुलमानलाई हटाएपछि यहाँ प्रमाणित भयो कि भएन? एउटा कुरो, अस्ति हिजो राति कुलमानलाई बलि चढाइयो, बलिको बोको बनाइयो मारवाडीहरूको निर्देशनमा। अस्ति मारवाडीको निर्देशनमा आराध्य देव पशुपतिनाथको त्यो धर्मशाला छ नि, बालेनलाई बलि चढाइयो कि चढाइएन? यहाँ त आफ्नै राष्ट्रपति, आफ्नै दलको राष्ट्रपति, आफ्नै दलको प्रधानमन्त्री, आफ्नै दलका तल ताली बजाउने कार्यकर्ता, आफ्नै दलका सांसद देश बेच्दा पनि ताली बजाउँछन् यिनीहरूले। भुटानी शरणार्थी गर्दा पनि, नेपालीलाई भुटानी बनाएर बेच्दा पनि ताली बजाए। अब बेसियालाई खोल्छु भन्दा पनि ताली बजाए। अब गर्न बाँकी के छ? सबैजना एकजुट भएर यो 15 गतेदेखि हुने जनविद्रोह, जनताले गर्ने जनविद्रोह जुनले के मोडल लिँदैछ भने बङ्गलादेशको मोडल लिँदैछ। घरमा जाउन्, जहाँसुकै जाउन्, गुफामा जाउन्, त्योसँग कुरा छोड्नु। कुरा अहिले के हो भन्दाखेरि अहिलेको चटारो कुरा के हो भनेदेखि कुलमानको कुरा, अर्को कुरा छोडिदिउँ न। कुरा के हो भन्दाखेरि तपाईलाई म एउटा कुरो के भन्छु भने नि, राम लेखेको फर्मा छ या श्याम लेखेको फर्मा छ, अनि जस्तो सुकै माटो लगेर राखे पनि रामै आउँछ श्यामै आउँछ नि। हो, मैले के भनेको भने नि, फर्मै फेरौँ न, व्यवस्थै फेरौँ। राम पनि आउँदैन, श्याम पनि आउँदैन। त्यसले बिजुलीको यत्रो खरबौँ रुपियाँ ब्याङ्कबाट लगेर लगानी गरेको कहाँ रहेछ? खोइ त हाइडो कहाँ रहेछ? पैसा सबै बाहिर। के को हाइडो बन्दैछ यहाँ? आखिरी यो व्यवस्था नफ्याँकिकन हुँदैन। यो व्यवस्था फ्याँकेर म ठाउँमा पुगौँ कि मैले कसरी झुन्ड्याएर असुली गर्नुपर्छ, कसरी यिनीहरूकोबाट पैसा ल्याउनुपर्छ मलाई थाहा छ। यो कुरा मैले गर्न सक्छु। र मैले गरेको यो लडाइँ छ नि, तपाईँलाई मैले आज भन्नुपर्छ एउटा कुरा। प्लिज भन्नुहोस्। यो लडाइँ नोइडामा बसेर गरेको लडाइँ होइन, बनारसमा पान खाएर गरेको लडाइँ होइन। यो लडाइँ कसैको घाँटी रेटेर गरेको लडाइँ होइन। यो लडाइँ अर्ग्यानिक लडाइँ हो। नेपाल र नेपाली बचाउने लडाइँ हो। नेपालमा बसेर लडेको लडाइँ हो। दुर्गा प्रसाई नेपालमा छ, नेपालमा बसेर लड्छ। भक्तपुरको मध्यपुर ठिमीमा घर छ। मलाई पक्रिने तयारी छ अरे, आऊ पक्र लैजाऊ। Peter Parale!
संरक्षण मुर्दाबाद, भ्रष्टहरूको संरक्षण प्रधानमन्त्री मुर्दाबाद, उज्यालो नेपालको नायक कुलमान घिसिङ जिन्दाबाद, उज्यालो बीचबाट कसरी भक्तपुर नागरिक समाजले यो कार्यक्रम आयोजना गरेर सबैले आफ्ना ऐक्यबद्धता जनाउनका निमित्त उपस्थित